Happy New Year! Happy New Year! Happy New Year, everyone! Happy New Year! Get to दामी छ है. Hello everyone! Tashitele, Happy New Year! Happy New Year! आज चाहिँ हामी यसो Happy New Year मा घुम्न जान लागेको. आज छुट्टी हो कि अनि हामी दुई जना मात्रै छ हो. अनि सबैजनालाई Happy New Year है. के हो Happy New Year भन्दैन मान्छेलाई? Happy New Year all of flower and guysहरुले सबैलाई. ल हामी चाहिँ आज यहाँ बोधगयामा भएको अब राम्रो राम्रो जग्गाहरुमा घुम्न जाँदैछौँ हो. अनि तपाईहरु नि हामी सँगै जाउँ है त. ल हो ल अब चाहिँ तारा देवी टेम्पलमा आइपुग्यो हामी चाहिँ. चेजुन ठोमाको मन्दिरमा है. फर्स्टमा चाहिँ हामी यहाँ घुम्ने छौँ है. एकदमै राम्रो छ हो. अनि 21औं तारा हैन. 21औं तारा सबैजनाको मूर्तिहरू छन् कि. त्यो चाहिँ हामी मजाले घुमौँ है त. ल काल देनी हामीलाई त्यसको लागि चाहिँ अझै दिइरहेको छ. तोरा हामी ध्यान आगो नदी गुम्बा चाहिँ दामी रहेछ है. गुम्बा दामी रहेछ हो. अब मेन गुम्बाभित्र जाउँ है त. ओइ यहाँ टोक्छ दिन रे. ल अब चाहिँ हामी माथि जान्छौँ है. मेन मूर्ति चाहिँ माथि छ छेजुन ठोमाको. ताराको मेन मूर्ति चाहिँ माथि छ. ल अब हामी माथि जाउँ है. देखाइदिनु. यहाँ चाहिँ चप्पलहरू यस्तो दिँदो रहेछ है. यो जुत्ता लाउनु पाउँदैन. ल एकदम राम्रो रहेछ है. यो तल चाहिँ जानु पाउँदैन होला है. यता चाहिँ हामी हुने पहिला आइसक्यौँ. तर यो वर्ष चाहिँ अब नयाँ सालमा चाहिँ अब तारा देवीको अगाडि आएर हैन यो साल हैन आउने दिनमा सबैजनाको दुःख कष्टहरू हराओस् हैन भनेर चाहिँ त्यो प्रार्थना लिएर चाहिँ यसो हेर्न सक्नुहुन्छ है. तारा देवीको यस्तो गरेर 21औं तारा देवीहरू यसरी अनि बनाएको छ है. यी सबै चेजुन ठोमा तारा देवी हुन्. तिमीहरू क्या रे के गरेर हो? धर्म के गरेर के बदल्छ रे? शिठो के कर क्या हुआ? शिठो लाभो के कर शिठो ग्यालवा शिठोको किलखोर रहेछ है. हेर्नुहोस्
यता अब तलपट्टि चाहिँ अघि गौतम बुद्धको ठुलो मूर्ति थियो हैन अनि यहाँ सेकेन्ड फ्लोरमा चाहिँ ग्याल्वा सिटोको अनि किल्खोर एकदमै दामी हैन एकदमै अब राम्रो तरिकाले बनाएको रहेछ हो एकदम राम्रो लाग्यो है सो अब चाहिँ हामी फेरि माथितर्फ जाँदैछौँ माथिल्लो तल्लामा ल चक्र सम्भव मेन्डल यहाँ भित्र चाहिँ धेन्चोकको किल्खोर हो अरे धेन्चोक चक्र सम्भवको मेन्डल है मार्बलले बनाएको छ है सानो सानो पिसहरू त हातले गरेर तिमीहरू त नगमा जान ठाउँमा यहाँ खरा सोसो छ ल हामी फेरि माथि जाँदैछौँ है फेरि माथि
ल हामी सबसे माथि आइपुग्यौँ है सबसे ठुलो ठाउँमा मेन ठाउँमा ल अब हामीले मेलम ताप्सी पनि गरिसक्यो फोटोहरू पनि खिच्यौँ हो अनि यतादेखि भ्यू पनि देख्नुभयो तपाईँलाई अब चाहिँ हामी अनि फर्केर जानेछौँ अनि तारादेवीले सबैजनाको अब दुःख कष्टहरू होइन सबै मेटाउन् होइन सबैले सुख प्राप्त होस् सबैको पार्छेहरू हराओस् होइन मेटोस् होइन अनि नयाँ वर्ष सबैको राम्रो होस् है त ल यो चाहिँ अब तारादेवी टेम्पल है अनि अब चाहिँ हामी नेक्स्ट 80 फिट बुद्धमा जान्छौँ है त 80 फिट बुद्धमा हो अब चाहिँ हामी 80 फिट बुद्धको अगाडि आए 80 फिट कहाँ गयो गालीको घुमाइ लो आमा आँगो पिहरू त ए अब चाहिँ 80 फिट बुद्ध 80 फिट बुद्ध दामी गरेर देखाउँछु है तपाईँहरूलाई ल यो बुद्धको स्ट्याचु चाहिँ 80 फिट छ अरे 80 फिट है एकदम दामी छ हो ढुङ्गाले बनाएको यो चाहिँ हो बुद्धको चेलाहरू है आनन्द कुङ्गावो भन्छ उहाँको नाम यो शारीपुत्र है शारीपुत्र यो भयो पुन्ना भयो हो यता हेर्नुहुन्छ नाम हो पुन्ना अनि त्यो हो महाकन्ना कि के पढ्नु आएन यो भयो राहुला साङ्गेको आफ्नो छोरा राहुला पक्कै त्यही होला पछाडिदेखि यस्तो छ हो
यो हो सुबुती है उहाँको नाम यो हो उपली है यो महाकसप्पा नामहरु खतरा छ है महाकसप्पा यो चाहिँ के हो महामोग्गालना है अनि लास्टमा चाहिँ अनुरुद्ध रहेछ है 10 वटा यो चाहिँ सबै गौतम बुद्धको आफ्नो चेलाहरू हो है यो चाहिँ है 80 फिट बुद्ध है यो चाहिँ यहाँको वातावरण चाहिँ यस्तो छ इन्भाइरोमेन्ट चाहिँ है ल त अनि अब हामीले फोटो पनि खिचौँ हैन भिडियो पनि खिचौँ है यो थियो 80 फिट बुद्ध है अब हामी अर्को ठाउँमा छौँ है त हो अब चाहिँ हामी यता ङिङमा गुम्बामा आएको छौँ है ङिङमा गुम्बामा पाल्युल नामड्रोलिङ गुम्बा अरे हो अहिले 2 बज्यो अनि बल्ल गेट खोल्यो कि अनि धेरै मान्छेहरू आएको छ है यो चाहिँ छेतेन 60 वटा हुन्छ यहाँ हो अन्त त्यहाँ हामी मेन्टल गर्छौँ नि मेन्टलको छेतेन है यो चाहिँ मेन्टलको छेतेन हो है यो घाँसपात बसेर चाहिँ होइन यहाँमा ज्ञान नलेको घाँसपात बसेर भयो घाँसपात बसेर यो बट्टे गर्ने रिमोट चाहिँ यो गुम्बा मरेर गएर अवतार भइसकेको अब मेन गुम्बापट्टि जाने है हामी मेन गुम्बापट्टि मेन गुम्बा चाहिँ यतापट्टि छ हो यो चाहिँ लामाहरू बस्ने बिल्डिङ ढाँसाको हो यो चाहिँ मेन गुम्बा है त यो गुम्बा चाहिँ त्यही 80 फिट बुद्धदेखि 1 मिनटको दूरीमै छ हो 1 मिनटको दूरीमै है त अब अनि हामी मन्दिरभित्र छौँ है
अब चाहिँ हामी बाहिर है भित्र त्यो मूर्तिको वरिपरि पनि मजाले घुम्न पायौँ हो। त्यो चाहिँ बाहिरदेखि जानु पर्दो रहेछ है। अनि अब चाहिँ हामी यो गुम्बा ठुलो कोरा गरेर अनि ठुलो कोरा गरौँ त है फर्स्ट। नि राम्रो छ नि यो। म पहिला आएको थिएँ कि तँ पहिला आएछ न? म पहिला आएर यहाँ फोटोसोटोहरू खिचेको थिएँ। खै अब फोटोहरू सबै गायब भयो। अझ नयाँ एउटा बनाउँदो रहेछ है। खै के होला यो चाहिँ भनिलाखाङ जस्तो होला है के गरे। म पहिला आउँदा चाहिँ यही घाँसमा बसेर होइन आराम गरेको थिएँ हो। पहिला हामी 3-4 जना साथीहरू आएको थियौँ। अनि त्यो बेला चाहिँ यति मान्छे धेरै थिएन। आज न्यु इयर भएर होला असाध्यै धेरै मान्छेहरू घुम्न आउनु भएको रहेछ है। आफ्नो आफ्नो फ्यामिलीहरूसँग आउनु भएको रहेछ हो। अनि अब जापानिज टेम्पल जाउँ है ल। अनि अब हामी जापानिज टेम्पलतिर लाग्नेछौँ है त। त्यो पनि यहाँदेखि 5-10 मिनट लाग्छ होला है। ल अब चाहिँ हामी जापानिज टेम्पल इन्डोसान
इन्डोसान निपोन्जी जापानिज टेम्पल हो अनि चट्ट त्यो के अरे 80 फिट बुद्ध छ नि 80 फिट बुद्ध त्यहाँदेखि 2 मिनटको दूरीमा अनि यहाँ जापानिज टेम्पल पुग्नुहुन्छ तपाईहरु अनि यो ठाउँ पनि असाध्यै राम्रो छ हो घुम्नको लागि आफ्नो फ्यामिली साथीहरुसँग घुम्नको लागि एकदम दामी छ है सुनसान जग्गा कि पक्कै तपाईहरुलाई हुन्छ नि जापानमा पुगेको जस्तै फिल हुन्छ है त त्यहाँनिर यता चाहिँ जानु पाउँदैन रहेछ है यतातिर नभए मूर्तिहरू राम्रो रहेछ अनि यो भयो मेन टेम्पल ल भित्र सो जम्मा है त 대바중이 되기도 하. Brothers and sisters of the world, let us tread the path of righteousness shown by Lord Buddha, the all-compassionate one to attain universal peace and happiness. ल अब चाहिँ हामी बाहिरको कुरा गर्छौँ है ठुलो कुरा दामी के ठाउँ एकदम राम्रो हो हुन्छ नि त्यो जापानतिर त्यो काठले बनाएको गुम्बा त्यस्तै छ डिजाइनहरु कस्तो मजाको है झ्याल है जापानमा ठाउँ कस्तो छ यो ठाउँ त सही हो नि हो यस्तै त हुन्छ उनीहरुको जापान कोरियातिर एउटै हुन्छ हौ कम्फोर्ट सिक्दै हुन्छ त्यही त यो सबै उहाँको गुम्बाहरुको है गुम्बाको एरिया है के हो के छैन रहेछ है घण्टी हैन क्या है ए बजाउने चिजहरु छ हो ए त्यो अलग्गै होला है गौँ घण्टी होला अहिले धेरै बजायो फेरि लामाहरु आउँछ फेरि ठाउँ चाहिँ असाध्यै राम्रो आउनु है यतातिर आउनु एकदम दामी अब यो चाहिँ थियो जापानिज टेम्पल अब चाहिँ हामी अर्को भुटानिज रोयल टेम्पल के भन्ने हो त्यहाँ जानेछौँ है त ल ल भुटान टेम्पल आयो हो रोयल भुटान मोनास्ट्री आयो है त
यो टेम्पल चाहिँ त्यही जापानिज टेम्पल थियो कि 1 मिनट पनि नलाग्दो रहेछ हो अनि हेरौँ है त कस्तो छ है एकदम भुटानतिर यस्तै मोनास्ट्री हुन्छन् है ल भित्र जाउँ है त दामी बनाएछ राम्रो बनाएछ हो बुट्टाहरू मण्डला यो हेर्दा चाहिँ भुटान पुगे जस्तो लाग्दैन रहेछ भुटानतिर काठको हुन्छ नि त यसो भाइ त्यो आमा के यहाँ त गुम्बा रहेछ त छौसी घ्यालपछि रहेछ यता 4 दिशाको राजाहरू चाहिँ 4 दिशामै बसिरहनु भएको रहेछ यहाँतिर आएर बदमास नगर्नु है फेरि 4 दिशाको राजाले सजाइदिनु होला नि तपाईँलाई जग्गा चाहिँ एकदम ठुलो रहेछ हो अब त्यहाँतिर नि घुम्नु पाउँछ कि सायद घुम्नु पाउँछ भने चाहिँ हामी त्यहाँतिर जानेछौँ है अब जहाँ घुम्नु पाउँछ त्यहीँ घुम्नु पऱ्यो नि होइन तपाईँहरूलाई पनि देखाउनु नि त है अनि पछि तपाईँहरू आउने बेला या तपाईँहरू यहीँ बोधगयामा हुनुहुन्छ भने यी सबै ठाउँहरूमा राम्ररी घुम्नु है 도축이 해성하라 미리서 통한다 네 도축에도 उता चाहिँ जान नपाउने रहेछ है नो इन्ट्री लेखिरहेको रहेछ हो ल अब यतै अब मेन घुम्ने चाहिँ यही टेम्पल यही गुम्बा चाहिँ रहेछ हो के हो सुन्तला त होइन नि सुन्तला सानो छैन सानो सुन्तला हो यो सुन्तला यसको जुस खानु दामी हुन्छ जस्तै ओइ टिपेको ए टिपेको छैन टिप्नु हुँदैन है यसरी अर्काको बारीमा आएर टिप्नु हुँदैन हेर न कस्तो दामी दामी रहेछ फुलहरू दामी छ हो ल अनि यो थियो जापानिज रोयल भुटान मोनास्ट्री है त अनि अब हामी स्लिपिङ बुद्ध भन्ने ठाउँमा जानेछौँ हो त्यहाँ चाहिँ टेम्पो चढेर जानुपर्छ है सो ल लेट्स गो हो गाइसहरू सरी है स्लिपिङ बुद्ध चाहिँ जानु सकेन
टेम्पोको भाडा एकदमै महँगो भयो कि अब हामी अर्कै भियतनाम हो कि थाइल्यान्डको हो त्यसको टेम्पलमा जानेछौँ है त टेम्पलको नाम हो वाट थाई बुद्धगया अरे वाट थाई ओ ल वाट थाई बुद्धगया अरे ल एकदम दामी थाइल्यान्डको होला है कसम से दामी रहेछ ल बोधगया पनि आइरहेछ हौ बोधगया पनि आइरहेछ हो ल टुकु अघितिर उतिर छ नि थाइल्यान्डको सबसे भन्दा केटा सिम्बो त्यही होस् ल त्यो अघि झुको अलि फुलबुट हो क्या त्यही होस् ल अलि रे गाडी 13 दाउ 9 दाउ 10 दाउ थे यहाँ पे तो ले ले खिड़की के सामने खड़ा हुई ओए म सांग्ने त्यो मात्रै दुख्दा मैले त म चाहिँ पैसा समय चामा हतार रहेछ नि सल्दा नि बनाउँदा चाहिँ ए यहाँदेखि हेर्ने रहेछ है भित्र चाहिँ जानु नपाउने रहेछ हो खालि पस्दो भित्र चाहिँ जानु नपाउँदो रहेछ है ए बाहिरदेखि दर्शन गर्नुपर्ने रहेछ दामी के तर है हेर्नु न एकदम थाइल्यान्डमा पुगेको फिल आउने रहेछ यहाँ एकदम थाइल्यान्डको फिल पुरा थाइल्यान्डमा पुगेको जस्तो लाग्ने कि ल अब यो थियो वाट थाई बोधगया अरे है हजुर यहाँ ngồi luôn rồi còn mua cái là ngon lắm और कर दे हो गया लुक नागेर घुमो छ घुमो कहाँ उल्टा उठाउने केटीकोमा बस्दैछ हौ केटाको नहरेर के एक दिन चाहिँ यहाँ गइन्छ होइन यो चाहिँ थाइल्यान्डको होला है थाइल्यान्डको सबभन्दा फेमस टेम्पल हो जस्तो लाग्यो एक दिन चाहिँ यो टेम्पलमा जानुपर्छ ल अलि चाहिँ थाइल्यान्डमै हो थाइल्यान्डको हो नि ल अनि अब हामी अझै लास्ट एउटा टेम्पल छ त्यो चाहिँ हाम्रो उता तेरगार मोनास्ट्रीको छेउमै छ कि अब हामी त्यहाँ जानेछौँ है त त्यो अगाडि एकदम भोक लागिसक्यो हो खै केही खाने ठाउँ छ कि छैन है हाम्रो पुरी उठेर खाने यहाँ चाहिँ उठेर खानुपर्ने रहेछ दामी रहेछ हो सस्तो पनि क्या 35 रुपियाँ मात्र रहेछ हो दामी हो कसम हेर न पुरी चाहिँ एउटा मात्रै रहेछ है पुग्छ कि हो एउटाले एउटा मात्रै थप्छ होला नि खै भयो ल
अहिले त म उसित अब ल अब चाहिँ हामी यो पनि सायद थाइल्यान्डकै होला सायद थाइल्यान्डको कि भियतनामको हो जाउँ है त यता पहिला यता जुत्ता फुकालौँ है ठुलो घन्टी रहेछ दामी के रहेछ हौ सबै कम्पा खाली गर्छ हेर्नुहोस् अलि नजिक जाउँ है त बुद्धको मूर्ति नजिकदेखि हेरौँ न होइन हेलो गाइस अनि यही हो आजको भिडियो होइन ह्याप्पी न्यू इयरको भिडियो अनि तपाईँहरूलाई 5-6वटा नयाँ जग्गा देखायौँ होइन अनि भिडियो राम्रो लाग्यो होला है ल अनि त्यसो भन्दै अनि यो भिडियो चाहिँ यहीँ समाप्त हुन्छ है त ल अनि सबैलाई फेरि पनि ह्याप्पी न्यू इयर भिडियो हेर्दै गर्नु होला ओके देन बाई